हामीले चाहिँ अब खानेपानीमा निःशुल्क खानेपानीमा चाहिँ हामीले जनतालाई चाहिँ सेवा दिनुपर्छ भन्ने हिसाबले त्यो काम अगाडि बढ्यो। वडाको एउटा सिफारिस चाहियो भने पनि उहाँहरू बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका हुँदै हेटौँडा आउनुपर्ने 15 नम्बर वडा आउनुपर्ने समस्या छ। नेपालभर कहाँ लानुहुन्छ त्यो बिरामी? कुन एम्बुलेन्स प्रयोग गर्नुहुन्छ, कुन संस्थाको एम्बुलेन्स प्रयोग गर्नुहुन्छ, प्रयोग गर्न दिने त्यो खर्च जुन बिल उहाँले लिनुहुन्छ त्यो बिल चाहिँ हामीले वडामा पेश भएपछि हामी भुक्तानी गराउने हाम्रो योजना हो। अब शैक्षिकको हिसाबले कुरा गर्ने हो भने मेरो वडा सबैभन्दा धेरै विद्यालय भएको वडा हो। सकिन्छ अझ म वडावासीले दिनुपर्छ भन्ने लागिरहेको छ मनमा लाग्यो मेरो भावी योजना। सकिन्छ वडावासीले नै अहिले हाम्रो 2345 घर रहेछ। दर्शकबिन नमस्कार। न्युज 24 टेलिभिजन बागमती प्रदेश हेटौडाले तयार गरेको कार्यक्रम प्रदेश संवादमा यहाँलाई स्वागत छ। म सुनिता। प्रदेश संवादको आजको अङ्कमा हामीसँग हुनुहुन्छ हेटौडा उपमहानगरपालिका 15 नम्बर वडाका वडा अध्यक्ष सुनिल मोक्तान। उहाँसँग हामी यस वडाले यो अवधिसम्म गरेको विभिन्न गतिविधिका विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। यहाँलाई स्वागत छ कार्यक्रम प्रदेश संवादमा। नमस्कार। यहाँले हेटौडा उपमहानगरपालिकाको 15 नम्बर वडाको कार्यभार सम्हाल्नु भएको झन्डै 4 वर्ष बित्ने लाग्यो। के काम भइरहेका छन्? आफ्नो कार्यकाललाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ? धन्यवाद छ। विशेष गरेर हाम्रो कार्यकाल आइसके पछाडि हाम्रो वडाका जनताहरूले जसरी जुन कुराको अपेक्षा, जुन विकासको अपेक्षा जुन गर्नुभएको थियो सोही बमोजिम अहिले हामी बढ्दै जाने क्रममा हामी विकासको मोडलहरू हामी फरक ढङ्गले अगाडि बढिरहेका छौँ। खास गरी कुरो के भने अब हाम्रो वडा चाहिँ अलिकति ठुलो वडा हो, अनि ग्रामीण वडा भर्खर नगरपालिका भएको, लगभग 10 वर्ष मात्र नगरपालिका भएको वडा हो। यो 26 सालमा गाउँ पञ्चायत रातोमाडी गाउँ पञ्चायत हुँदै 49 पछाडि चुनामी गाविस हुँदै आएको वडा हो। त्यस कारणले त्यो बेलामा हाम्रो गाउँ विकास समिति चुरामाई गाउँ विकास समिति भइराख्ने समयमा खासै विकास त्यस्तो भएको देखिँदैन जनताले। जब राज्यको पुनर्संरचना जसरी राज्यले जुन सञ्चालन आयो संहिताको कारणले पनि अहिले हाम्रो जुन गाविसलाई 2टा वडामा विभाजन गर्यो, 14 र 15 भएको छ। त्यसपछि नगरपालिका भइसके पछाडि त्यहाँ केही विकासको लहरहरू अगाडि बढ्यो। सो क्रममा 2074 सालमा निर्वाचन भयो। यो देशमा 19 वर्ष पछाडि निर्वाचन हुने जुन भयो। त्यसपछि आएर 79 सालमा हाम्रो नेतृत्व आइसके पछाडि त्यहाँ धेरै जनताहरूले जुन अपेक्षा भन्दा पनि बढी विकास भएको भन्ने मलाई महसुस भएको छ र जनताको त्यो खालको जनअपेक्षा पनि त्यही हिसाबले हामीलाई प्रस्तुत गर्नुभएको छ। अहिले विकास भन्ने बित्तिकै भौतिक पूर्वाधारलाई चाहिँ मानिसहरूले चाहिँ भौतिक पूर्वाधार सडक बन्यो भने विकास भएको, होइन, भवनहरू बन्यो भने विकास भएको भनेर पनि मूल्याङ्कन गर्ने अवस्था छ। त्यस्तो के निर्माण भयो तपाईँको वडामा यो कार्यकाल अवधि? अब हाम्रो कार्यकाल आइसके पछाडि चाहिँ हिजो हाम्रो वडामा फिज भन्ने नै थिएन। यस्तो अवस्थाको वडा हो हाम्रो। तपाईँ निर्वाचित हुनुभन्दा अगाडि फिजै थिएन हाम्रो वडामा। आज चक्रपथ जुन हाम्रो वडाभित्रबाट प्रवेश भएर जान्छ, चक्रपथ लगभग पुरा भइसकेको छ, पिजै छ। हामी अन्य भूभागमा जस्तै हामी डाँडा, हाम्रो चुरियामाईको धेरै डाँडा छ हाम्रो वडाको, सैफुल डाँडा, सानो सुकौली डाँडा, ठुलो सुकौली डाँडा छन् हाम्रो। त्यसै गरी जाते पनेज डाँडा, शिखर पानी डाँडा, यस्तो डाँडाहरू पनि हाम्रो एक खालको जुन जनताले चाहेको जस्तो गरेर हामीले त्यहाँ एउटा विकास गर्ने काम गरेको छ। सडक सञ्जाल त्यसै गरी पुगेको छ, विद्यालयहरू त्यसै निर्माण भएको छ। आज साँच्चै नै हेर्ने हो भने चिपेटे बाँसघारीको कुरा गर्ने हामी यदि हो भने हाम्रो विकट गाउँ पर्छ। त्यहाँ 10 रुपियाँको सिटामल खानको निम्ति 12-15 किलोमिटर यात्रा गरेर सिटामल खानु पर्थ्यो। त्यहाँको जनता औषधि नपाएर अकालमा मृत्यु हुनुपर्ने अवस्था थियो। तर आज हामी त्यो ठाउँमा हामी जाने बित्तिकै सुविधा सम्पन्न भवन सहितको त्यहाँ चाहिँ स्वास्थ्य केन्द्र सञ्चालन गऱ्यौँ, जो त्यहाँ अर्को विद्यालय पनि छ, जो 50 सालमा निर्माण भएको एउटा विद्यालय छ, निर्मित विद्यालय। त्यो विद्यालयमा पनि त्यहाँ पढ्ने विद्यार्थीहरू टिनको छाना मुनि पढ्नु पर्थ्यो। तर आज हामी आइसके पछाडि त्यहाँ ठुलो सम्पन्न
एउटा सुविधा सम्पन्न चाहिँ भवनमा पढ्न पाइराखेको स्थिति छ। यसलाई वास्तवमा हामीले चाहिँ एउटा विकासको एउटा मूल त के भन्नु, तर सुरुवात विकसित हुँदैछौँ हामी अहिले। तैपनि तपाईँको वडाको सबैभन्दा विकट ठाउँहरू नै बाँसघारी, चिप्लेरी तपाईँले अघि भन्नुभयो त्यो वडाहरू छ। अझै पनि त्यहाँ खानेपानीको समस्या उस्तै छ भन्ने गुनासो स्थानीयहरूले गरिरहनु भएको छ। वडाको एउटा सिफारिस चाहियो भने पनि उहाँहरू बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका हुँदै हेटौँडा आउनुपर्ने, 15 नम्बर वडा आउनुपर्ने समस्या छ। उहाँहरूको यो समस्या अन्त्य गर्नको लागि, यो समस्या हल गर्नको लागि चाहिँ यहाँले के गर्नुभएको छ? एकदम राम्रो प्रश्न गर्नुभयो। वास्तवमा अहिले त्यो त्यहाँको जनताहरू हाम्रो वडासम्म आउनको निम्ति अथवा बजार आउनको निम्ति जितपुर नगरपालिकाको चाहिँ अमलेशगञ्ज हुँदै आउनुपर्छ, जो धेरै टाढा पर्छ। त्यसो भएको कारणले यो वर्ष हामीले चिपडी बाँसघारी हुँदै कर्ने खोला कमरपानी घट्टे दमार हुँदै जाते जो हाम्रो सुगम क्षेत्र प्रवेश गर्ने गरेर त्यहाँ चाहिँ सडक सञ्जाल निर्माण गर्न खोजिरहेका छौँ। त्यहाँ नयाँ ट्र्याक खोल्दैछौँ यतिखेर हामीले। अहिले बजेट पनि परिसकेको छ, डिपिआर सबै भइसकेको छ, EIA सबै भइसकेको छ। अब हामी यही वर्ष यो चलेकै वर्षमा त्यहाँ चाहिँ सडक सञ्जालको चाहिँ एउटा ट्र्याक खोल्दैछौँ। त्यो भयो भने उहाँहरूको लागि के सुविधा हुन्छ? त्यो घुमेर आउँदाखेरि लाग्ने समय कति बचत हुन्छ? कति समयमा आइपुगिन्छ वडासम्म? मलाई लाग्छ त्यो यताबाट घुमेर आउनुको समय र यो समयमा धेरै फरक पर्छ। किन आफ्नै वडाभित्रबाट आउन पाइयो अनि सुरक्षित यात्रा गर्न पाइयो। त हाइवे निस्किने बेलामा असुरक्षित हुनसक्छ, तर यताबाट आउँदाखेरि सुरक्षित यात्रा हुने पनि नजिक पनि हुने भयो। त्यसो हुँदाखेरि जनतालाई मलाई लाग्छ त्यो बाटो नै सुरक्षित होला जस्तो लाग्छ मलाई। यहाँले केही दिन अगाडि मात्रै आफ्नो वडाका नागरिकहरूलाई 10,000 लिटर मासिक खानेपानी निःशुल्क, एम्बुलेन्सको भाडा निःशुल्क र रगत निःशुल्क भनेर पनि घोषणा गर्नुभएको छ। केही रकम केहीलाई वितरण पनि गरिसक्नु भएको अवस्था छ। यो कार्यक्रम कतिको प्रभावकारी हुने यहाँले अपेक्षा गर्नुभएको छ? यो कार्यक्रम कहिलेसम्म कार्यान्वयन हुन्छ? यही आर्थिक वर्षको लागि मात्रै हो कि भनेर पनि स्थानीयहरूले धेरै प्रश्न गरिरहनु भएको छ नि त। यो कार्यक्रमको निरन्तरता कहिलेसम्म जान्छ? यो कार्यक्रम वास्तवमा हाम्रो पहिलो नगरपालिकाले नै उपमहानगरपालिकाले गर्ने गरेको थियो। आर्थिक वर्ष 82-83बाट त्यसलाई कटौती भयो, विविध कारणले कटौती भयो। त्यो भए पछाडि मेरो वडाको जनताले त्यो पाइराखेको सुविधा कटाउनु हुँदाखेरि अलिकति उहाँहरू दुःख मन गर्नुभयो। अनि मैले के सोचेँ भने अब यसलाई मैले निरन्तरता कसरी गर्न सकिन्छ खानेपानीलाई। अब पुसको संशोधन बजेटमा लगेर मैले त्यसलाई निरन्तरता गर्न सक्यौँ भने पक्कै पनि हिजो पाइराखेको सुविधा हाम्रो जनताले पाउन सक्छ भन्ने मेरो दिमागले त्यो खालको अलिकति सोचाइमा परेपछि हामीले पुसको बजेटमा संशोधन गऱ्यौँ। अरू विभिन्न कार्यक्रम काट्यौँ। कस्तो कार्यक्रम काट्यौँ भने ट्रेनिङहरू, भत्ताको कार्यक्रमहरू जो अनुगमन गरे खाने भत्ताहरू भए। त्यसपछि आएर तपाईँको चाहिँ भ्रमणहरूको जुन बजेट कटौती गरेर बरु हामी अब भ्रमण पनि नगर्ने, भत्ता पनि नखाने, अनुगमनको पैसा हामी निःशुल्क गर्ने, के अरे अनुगमन निःशुल्क गर्ने, यी सबै कटौती गरेर त्यो बाँकी रहेको पैसालाई हामीले चाहिँ अब खानेपानीमा, निःशुल्क खानेपानीमा चाहिँ हामीले जनतालाई चाहिँ सेवा दिनुपर्छ भन्ने हिसाबले त्यो काम अगाडि बढ्यौँ। अर्को कुरा जुन त्यो हाम्रो वडा अलिक ग्रामीण वडा भएको कारणले त्यहाँका मानिससँग कहिलेकाहीँ 1,000 पनि पैसा हुँदैन। त्यस्तो अवस्थामा अलि बिरामी हुने अवस्था हुँदाखेरि त्यो बिरामी हस्पिटलसम्म जान नसक्ने अवस्था हुन्थ्यो। त्यो पनि अब हामीले बेहोर्नुपर्छ। यसलाई विकास होइन कि यसलाई चाहिँ हामीले अधिकार, जनताको अधिकार हो भन्ने लाग्छ। विकास भनेको ढल निर्माण होला, बाटोघाटो निर्माण होला, भवन निर्माण कार्य होला, तर यो चाहिँ जनताले मौलिक अधिकारभित्र पर्ने भएको कारणले जनताको अधिकारभित्र कुरा हो भनेर हामीले सोचेर हाम्रो वडामा पनि सरकार रहेछ, वडा सरकारले गर्दो रहेछ भन्ने त्यो खालको महसुस गराउनको निम्ति पनि हामीले यो पटक विभिन्न विधामा छुट्याएको रकमहरूले कटाएर यो खानेपानी निःशुल्क, त्यसपछि एम्बुलेन्स र रगत, जो मान्छे बिरामी पर्छ हस्पिटलमा त्यो बेलामा 1 पाउन्ड रगत हाल्न पाएर मान्छे मृत्यु भइरहेको अवस्थाहरू छन्। त्यसलाई पनि मध्यनजर गरेर हामीले त्यस्तोबाट जनतालाई जोगाउनुपर्छ, मृत्युबाट जोगाउनुपर्छ भन्ने हिसाबले यो कार्यक्रमको लागू गरेको हो। तर अहिले यो कार्यक्रम लागू भएको माघबाट हो।
कार्यान्वयन अस्तिबाट भएको छ। विविध कारणले विभिन्न चुनावको कारणले पनि हामी अलिकति पछाडि परेको, तर अहिले त्यो कार्यक्रम अगाडि बढिसके पछाडि हाम्रो जनताहरूले अथवा वडावासीहरू धेरै खुसी हुनुहुन्छ होइन। यो कार्यक्रम धेरै राम्रो कार्यक्रम भनेर धेरै साथीहरू पनि मलाई फोन आउँछ, कमेन्टहरू दिनुहुन्छ, मेसेज गर्नुहुन्छ। अहिले यहाँले यति भनिरहँदाखेरि उहाँहरूले एम्बुलेन्सको खर्च बिहोर्ने भनिरहनु भएको छ तपाईँले। उहाँहरूलाई अस्पतालसम्म जाने मात्रै भाडा बिहोर्ने कि फर्केर आएकोसम्म भाडा बिहोर्ने? उहाँहरू बिरामी हुने बित्तिकै यहाँहरूले त्यो रकम दिने कि बिरामी भएर उपचार गरेर आइसकेपछि दिने? हामीले यो चाहिँ यस्तो गरेको छ, अब मान्छे बिरामी कतिखेर हुन्छ थाहा छैन हो। कुनै एउटा संस्थासँग एग्रिमेन्ट गरौँ भन्ने हाम्रो योजना भएको थियो। त्यो संस्थाको एउटा या दुईवटा एम्बुलेन्स हुन्छ। त्यो संस्थाको एम्बुलेन्स कहिले काठमाडौँ, कहिले पोखरा, विराटनगर कहाँ जान सक्छ। त्यो बेलामा हाम्रो वडाको मान्छे बिरामी भयो भने के गर्ने? त्यो संस्थाको त्यो कुरेर भन्न सक्ने सम्भावना त हुँदैन। त्यसो भएको भने हामीले त्यसो नगरौँ, बरु नेपालभर कहाँ लानुहुन्छ त्यो बिरामी, कुन एम्बुलेन्स प्रयोग गर्नुहुन्छ, कुन संस्थाको एम्बुलेन्स प्रयोग गर्नुहुन्छ, प्रयोग गर्न दिने। त्यो खर्च जुन बिल उहाँले लिनुहुन्छ त्यो बिल चाहिँ हामीले वडामा पेस भएपछि हामी भुक्तानी गराउने हाम्रो योजना हो। यसको पनि के हामीले कुन तरिकाबाट अप्नाएको छ भने हाम्रो वडामा टोल विकासहरू छन्, टोल विकासहरू सक्रिय छन् हाम्रो वडामा। टोल विकासको लागि पनि हामीले काम दिनुपर्ने अवस्था र ठ्याक्कै त्यहाँको वातावरण, त्यहाँको सबै कुरा थाहा पाउने त टोल विकास हो नि त। टोल विकासको सिफारिस अनि डाक्टरको रिपोर्ट, नागरिकताको फोटोकपी र उसले प्राप्त गरे भुक्तानी गरेको बिल सबै राखेर टोल विकास सिफारिसमा हामीले उहाँले भुक्तानी दिने गर्ने त्यो खालको निर्णय हाम्रो भएको छ। अहिले तपाईँले यो एम्बुलेन्स निःशुल्क भनिरहँदाखेरि हेटौँडा 15बाट हेटौँडा अस्पतालसम्म ल्याउने मात्रै निःशुल्क हो कि भनेर पनि स्थानीयहरू अलि बढी उसमा अलमलमा परिरहनु भएको अवस्था छ। कहाँसम्म पुगेको एम्बुलेन्सको भाडा चाहिँ निःशुल्क हो? कहाँसम्म पुगेको? होइन, हाम्रो वडाबाट जहाँसुकै पुगेको, देशभर जुन चुनाव पुग्यो, तर रिटर्न चाहिँ होइन। फेरि बिरामी पर्दा भयो एम्बुलेन्स प्रयोग गर्छ त। बिरामी निको भएपछि त त्यो एम्बुलेन्स त प्रयोग गर्नुहुन्न, उहाँ निको भएर आउनुहुन्छ, त्यो बेलाको चाहिँ हामीबाट प्राप्त गर्नुहुन्न उहाँले। अहिले यहाँ 15 नम्बर वडाको युवा वडा अध्यक्ष पनि हो। युवा भएपछि युवाको विषयमा अलि बढी सोचिन्छ। युवाकै क्षेत्रमा विकास, युवालाई देशमै रोजगारीका लागि, आफ्नो वडामै टिकाउनुको लागि के गरिरहनु भएको छ? हामीले योजनाहरू कार्यान्वयन भइरहेको? हामीले गत वर्षमा, योभन्दा अगाडिको वर्षमा 60 जनाभन्दा बढी युवाहरूलाई हामीले सिपमूलक कार्यक्रमहरू गऱ्यौँ। केही युवा महिलाहरूलाई, केही युवा पुरुषहरूलाई होइन। हामीले बारिस्टाहरूको पनि चाहिँ ट्रेनिङ दियौँ। यता आएर युवा महिलाहरूको लागि चाहिँ अचारदेखि लिएर अन्य जस्तै सिलाइ बुलाइ कटिङहरूको कुराहरू पनि हामीले गऱ्यौँ। मलाई लाग्छ युवाहरूलाई यस क्षेत्रमै रहनको निम्ति, आफ्नै वडामा, आफ्नो देशमा रहनको निम्ति युवाहरूको लागि हामीले राम्रो कार्यक्रम ल्याउनु पर्छ भन्ने हिसाबबाट अब त्यो बारिस्ट अन्य हामीले अरू ट्रेनिङहरू पनि दियौँ होइन। तर के रहेछ भने बुझ्दै जाँदाखेरि युवाहरू जसले ट्रेनिङ लिए पनि अन्ततगत उहाँहरू आफ्नो देशभन्दा पनि बाहिरी मुलुकै रोजगारी, विशेष गरी बारिस्टा तालिम लिनेहरू चाहिँ विदेशकै लागि तयारी जस्तो देखिन्छ होइन। अब त्यसो हुँदाखेरि पनि के हुन्छ भने हामीले केही युवाहरूलाई यहाँ पनि दियौँ। जस्तै एउटा युवा नाम चाहिँ मैले बिर्सेँ त्यो भाइको, तिनलाई हामीले वडाले पनि एउटा सैलुङ खोलेर यहीँ सिप देखाउने हिसाबले अहिले पनि रातोमाटेमा हाम्रो वडा महास्थायी सञ्चालन गर्दै हुनुहुन्छ उहाँले। वडाकै सहयोगमा उहाँले चाहिँ आफ्नै वडामा बसेर अहिले कटिङ गरिदिनु अथवा सैलुङको काम गर्नुहुन्छ होइन। उहाँ यहीँ रहनु भएको छ, त्यो हाम्रो खर्चबाट गर्नुभएको हो होइन। भनेपछि हामीले जो युवाहरू नेपालमै बसेर अर्थात् आफ्नै वडामा बसेर के गरौँ भन्ने भावना जोसँग हुन्छ त्यस्ता युवाहरूले हामीले काम गर्ने दिइराखेको हुन्छ, सहयोग पनि गरिराखेको। अहिले पनि म केही भाइ बहिनीहरू देखिरहेको छु। हिजो सिटिभीबाट तालिम गरेको भाइ बहिनीहरूलाई पनि मैले चाहिँ कलेक्सन गरेको छु। उहाँहरूको सर्टिफिकेट मैले लिइराखेको छु वडामा। उहाँहरूलाई सिलाइ बुनाइ कटिङहरूको चाहिँ त्यो मेसिनहरू आवश्यक परेको भनेर आउनु भएको छ। कोही अचार तालिम लिएर त्यसलाई निरन्तर दिइरहनु भएको छ, उहाँले आफ्नो जीविकोपार्जन गर्नुभएको छ। त्यस्तो व्यक्तिलाई मैले सिलेक्ट गरेर राखिरहेको छु। अब केही समय उहाँहरूलाई बोलाएर
उहाँहरूको जुन अपेक्षा अनुसार त हामी पुरै गर्न नसक्ला, तर केही उहाँको पनि कन्ट्रिब्युसन हुने गरेर हाम्रो पनि केही त्यसमा लगानी हुने गरेर चाहिँ काम गर्न सक्ने एउटा वातावरण म सिर्जना गर्दैछु। यहाँको वडा अलिक बढी ग्रामीण भेगहरू पनि समेटिएको छ। यहाँका वडावासीहरू विशेष गरी कृषि पेसामै आबद्ध हुनुहुन्छ, कृषि पेसाबाट नै आफ्नो दैनिकी गुजारा गरिरहनु भएको छ। कृषि क्षेत्रमा टिकाउनको लागि, किसानहरूको सहजताको लागि वडाले कस्ता कस्ता कार्यक्रमहरू बनाइरहेको छ, कसरी सहयोग गरिरहनु भएको छ उहाँहरूलाई? विशेष गरी हाम्रो अलि देशै कृषि प्रधान देश भनेर हामीले चिने 67% कृषिहरू आधारित भनेर भनेको छ नेपाल, होइन? भनेपछि मेरो वडा पनि अलिक कृषि प्रधान, कृषिको हिसाबले अलिकति ग्रामीण भएकाले त्यस्तो देखिन्छ। तर पछिल्लो चरण के देखिन्छ भने यो वैदेशिक रोजगारी कारणले पनि अब कृषिमा त्यति मान्छेहरू लागेको म देखिरहेको छैन। हाम्रो वडा भनेको फेरि 6 महिना बाली हुने वडा हो। व्यवसायिक कृषि भन्दा पनि मकै र कोदो हुन्छ र केही व्यवसायिक कृषिहरू गर्नुभएको छ। कसैले बाख्रा पालन गर्नुभएको छ, कसैले बङ्गुर पालन गर्नुभएको छ, कसैले कुखुरा पालन गर्नुभएको छ, कसैले तपाईँको यो बेमौसमी तरकारीहरू पनि खेती गर्नुभएको छ। त्यस्ताहरूले पनि उहाँहरूले पनि हामीले सहयोग गरिरहेको छ। जस्तै फोहोरको वर्षमा राम्रै सहयोगहरू हाम्रो वडामा भएको छ। जुन त्यो बेमौसमी तरकारी खेती गर्ने, टमाटरहरू उत्पादन गर्ने, यी सबै कार्यहरू अहिले भइराखेको छ। अब जस्तै अब कस्तो पनि हुनुहुन्छ भने हाम्रो वडामा गर्न मन छ, पैसा छैन। नभएपछि के गर्ने भन्दाखेरि हामीले पोहोर पनि तपाईँको 33 वटा जति पाडापाडीहरू वितरण गऱ्यौँ है। अब यो वर्ष पनि हामीले 15 लाखको चाहिँ बाख्रा प्रवर्धन भनेर हामीले योजना ल्याएका छौँ। भनेपछि त्यसलाई पनि जोड्दै अगाडि लाने कुरामा कम्तीमा एउटा पाडी वितरण गर्दाखेरि 30,000 रुपियाँ उहाँले प्राप्त गर्नुहुन्छ हो। तिनलाई हर्कै बढाइ गरेर राम्रोसँग स्याहार सुसार गरेर अगाडि बढायौँ भने उहाँ भोलि 1.5-2 लाखको सम्पत्ति बन्छ र त्यसले फेरि अर्को उत्पादन गर्दै जाँदा अझ राम्रो हुँदै जान्छ, होइन? त्यो खालको पनि हामीले योजना ल्याएर अहिले जनता बिचमा लागिरहेको अवस्था छ। यो वर्ष अब पनि हामीले अब उन्नत जातको बाख्राहरू वितरण गरेर 2-3 साल अगाडि पनि गरिसक्यौँ, हाम्रो वडा आफूले पनि गरिसक्यौँ। यो वर्ष प्रदेशसँग सहकारी गरेर हामीले 15 लाख योजना लिएर आएका छौँ। तिनलाई पनि अब हामी व्यवस्थित ढङ्गबाट चाहिँ परिचालन गर्ने अथवा वितरण प्रणालीले अझ राम्रो बनाउने, होइन? साँच्चै जनता कहाँ पुगोस्। अहिले यहाँले यति भनिरहँदाखेरि यस्ता कार्यक्रमहरू, अनुदानहरू, यो वितरणका कुराहरू चाहिँ पहुँचको आधारमा मात्रै पुग्छ, चिने जानेकालाई दिन्छ, आफ्नो पार्टीको मान्छेलाई मात्रै दिन्छ भनेर पनि गुनासो अलिक बढी छ स्थानीयहरूको। यहाँको वडामा त्यस्तो छ कि छैन? मेरो वडा जस्तो छैन। म यसको विधिहरू प्रयोग गर्छु। म आफू स्वयंले त्यो कुरा गर्दिनँ। म तल्लो तहसम्म जान्छु। भुइँ मान्छेहरूको कुरा के हो त, उहाँहरूको कुरा सुन्छौँ। किनभने कहिलेकाहीँ एक हात हुनसक्छ, तर त्यसको लेखाजोखा गर्नुभन्दा पनि 99% राम्रो पक्षमा जानुपर्छ भन्छु। 1% कहिलेकाहीँ हुनसक्छ, मान्छेबाट गल्ती हुन्छ नि, होइन? त्यस कारणले मान्छे नजानेर मलाई थाहा नहुनसक्छ, कोही 1-2वटा गल्ती जानेर गर्न सक्छ। मेरो जुन विन्सहरू छ, मेरो आफ्नो परिचालन गर्नुपर्ने मेरो वडा सदस्य हुनुहुन्छ, अन्य वडा टोल विकासहरू हुनुहुन्छ, अन्य संस्थाहरू हुनुहुन्छ नि, उहाँहरूकै छनौटमा गर्ने हो। मेरो आफ्नो खुसीले मेरो मान्छेले दिनुपर्छ भने म कहिल्यै गर्दिनँ। अहिले हामीले हाम्रो वडामा कृषि सहकारी छ, चोरे शिखर कृषि सहकारी छ। त्यो कृषि सहकारी मार्फत वडाको जति पनि हामी कृषिमा आधारित जनताहरूलाई हामीले मल बिउको पनि चाहिँ वितरण गर्ने काम गरिरहेको हुन्छ। त्यहीँबाट हामीले बाख्राहरू वितरण गर्ने कार्य गर्ने, त्यहीँबाट चाहिँ पाडापाडी वितरण गर्ने एउटा हामीसँग त्यो स्रोत भएको कारणले त्यसरी हामीले परिचालन गर्ने काम गर्छौँ। त्यो हुँदाखेरि त्यस्तो प्रक्रियाहरू ठप्प छैन। मलाई लाग्छ वडाको जनता खुसी हुनुहुन्छ। अहिले वडाको सुशासनको लागि यहाँले के उपाय अप्नाइरहनु भएको छ? अब सुशासन त वडा मात्रै गरेर हुँदैन, होइन? सुशासन अहिले वास्तवमा हाम्रो देशमै खाँचो छ। तल्लो तहबाट जाँदाखेरि त वडाबाटै सुरु। म नगरपालिकाको म सुशासन समितिको संयोजक है, म त्यसको समितिको संयोजक हुन्छु अहिले। अब सुशासन भन्ने बित्तिकै के हो त भन्दा सामान्य भन्ने जनताको चाहिँ काम आउँदाखेरि
उसलाई टाइममा अथवा उसले मेरो काम चाहिँ गर्छ है फलानाले गर्न सक्छ अथवा गरिदिनुहुन्छ भन्ने महसुस गराउनु नै सुशासन हो। र टाइममा काम गर्नु, टाइममा काम गराएर उसले सुविधा पाउनु त्यो सुशासन हो। भ्रष्टाचार मुक्त हुनु अथवा त्यहाँबाट चाहिँ कुनै किसिमको उसले आर्थिक लाभ त्यही नपार्नु नदेखाउनु सुशासन हो होइन। त्यस कारणले मेरो वडामा यस्तो कार्य छैन, किनभने हामी सक्दो काम छिटो गर्छौँ। जनताले जुन इच्छा लागेर आएको कामहरू हुन्छ, जुन उसको दैनिकी कामहरू आउन सक्छन्, ती कामले हामीले पारदर्शी ढङ्गबाट कुनै किसिमको त्यहाँ आएर अध्यक्षसँग डराएर जस्तो बोल्नुपर्ने अवस्था छैन। म आफैलाई सो नमस्कार गरिदिन्छु, फ्याफुलाई गरिदिन्छु तामाङहरू आउनु भएपछि होइन। प्रणामीहरू आउनुभयो भने कृष्ण प्रणामीहरू म प्रणाम भन्छु। मेरोबाट त एकदमै इसाईहरूको वडा पनि हो, इसाई धेरै हुनुहुन्छ, इसाई साथीहरू आउनुभयो भने म जय मसी भन्छु होइन। हिन्दू धर्मसँग सम्बन्धित वडा साथीहरू आउनुभयो नमस्कार भन्छु। भनेपछि हाम्रो वडा चाहिँ कस्तो वडा छ भने सबै जाति भन्दा पनि थोरै जाति तामाङको बसोबास छ, बाहुल्य छ। मलाई लाग्छ 98% तामाङ बाहुल्य रहेको क्षेत्र हो, वडा हो हाम्रो। त्यो भित्र पनि 2% अन्य जातिहरू बसोबास गर्नुहुन्छ। र धार्मिक हिसाबले चाहिँ मेरो वडा चाहिँ अलिकति सबै धर्महरू मान्ने व्यक्तित्वहरू यहाँ मेरो वडामा बस्नुहुन्छ। त्यसो भएको कारणले म सबैले सम्मान गर्छु। किन म आफै नगरपालिकाको महानगरपालिकाको संयोजक। त्यसो भएको कारणले म टाइममा जान्छु। म 10 बजे जान्छु वडा जाँदा पनि, त्यो नै सुशासनभित्रको एउटा कडी हो होइन। टाइममा जान्छु, म टाइममा निस्किन्छु। म अरू वडाले के गर्छ म त्यहाँतिर मैले त्यति ध्यान दिइरहेको छैन। 1-2 ठाउँमा गएको छु, तर हाम्रो नगरपालिकामा त्यस्तो मैले नराम्रो भेटेको छैन होइन। त्यस कारणले सबै राम्रो छ भन्छु। अहिले जनप्रतिनिधिहरूले चाहिँ काम गर्नको लागि एकदमै चुनौती भयो भनेर पनि गुनासो गरिरहनु भएको छ। माथिल्लो तहबाट अधिकार पाइएन भन्ने छ। तपाईँहरू त वडा तहमा हुनुहुन्छ, नगरपालिकाबाट तपाईँहरूलाई समन्वय कस्तो छ? काम गर्न चुनौती छ कि छैन? कसरी काम गरिरहनु भएको? काम गर्न नसक्नेले चुनौती हो, काम गर्न नजान्नेले चुनौती हो, सिस्टम नबुझ्नेले चुनौती हो। मलाई त त्यस्तो लाग्दैन। हामीलाई नगरपालिकाले माथिबाट राम्रो ढङ्गले हेर्नु भएको छ। त्यस्तो हाम्रो बिचमा कुनै कन्ट्राडिक्सन छैन कि नराम्रो केही पनि छैन। होला बजारमा केही कुरा हल्ला चल्छ भन्छ मान्छेले, नगरपालिकाले यसो गर्यो, मेयरले यसो गर्यो, उमेरले यसो गर्यो। तथ्यमा बोल्नु पऱ्यो नि, तथ्यसङ्गत हुनुपर्छ। कसैले हावादारीमा बोल्दैमा त्यो कुराले प्रमाणित हुन सक्दैन। त्यसो भएको कारणले मलाई सबै राम्रो लाग्छ। म आफ्नो ठाउँमा राम्रोसँग काम गर्छु, उहाँहरूले आफ्नो ठाउँमा राम्रोसँग काम गर्नुभएको छ। यसमा मलाई त्यस्तो लागेको छैन केही पनि। यहाँको वडाको समग्र विकासका लागि के गरिरहनु भएको छ? सबै क्षेत्र समेट्ने गरेर अहिले हेटौडाको महानगरपालिका बाल श्रममुक्त भइसकेको पालिका पनि हो, त्यसभित्रै पर्ने वडा हो। तपाईँको वडा अलिक ग्रामीण क्षेत्रमा छ। बालबालिकाहरू विद्यालय जानको लागि घन्टौँ हिँड्न पर्ने समस्याहरू पनि छ नि त। त्यो कुराहरू अन्त्य गर्नको लागि के गरिरहनु भएको छ? अरू विकासका लागि के गरिरहनु भएको छ? अब शैक्षिकको हिसाबले कुरा गर्ने हो भने मेरो वडा सबैभन्दा धेरै विद्यालय भएको वडा हो। सायद नेपालमा भरमा मलाई थाहा छैन, मकवानपुर भरको कुरा गर्ने हो भने 8वटा विद्यालय भएको वडा हो मेरो। सामुदायिक विद्यालय? सामुदायिक विद्यालय। 2टा निजी विद्यालयहरू छन् मेरो वडामा। 10वटा विद्यालय रहेको वडा हो होइन। 8वटा सामुदायिक विद्यालयको एउटा चुर्यामाई मावि भन्ने +2 सञ्चालन हुन्छ, त्यसको म अध्यक्ष हो होइन। म 4-5 कार्यकाल भइसक्यो त्यहाँ अध्यक्ष भएको भने होइन। त्यसो भएको कारणले शैक्षिक हिसाबले त हाम्रो वडालाई पहिला मान्छेले हेर्ने दृष्टिकोण के थियो भने अब भोटेहरूको स्कुल हो, कसले पढ्छ यहाँ, भोटेहरू कहाँ पढ्ने हो र भन्ने सम्मको थियो पहिला। अहिले प्रत्येक घरमा नपढेको मान्छे छैन। हामी एउटा सामाजिक अभियन्ताको रूपमा सानो उमेरबाट लाग्यो। 15-16 वर्षदेखि नै म एउटा सामाजिक अभियन्ताको रूपमा अगाडि बढ्यो। राजनीतिक दल पनि लागेँ, यता विभिन्न सङ्घ संस्था खोलेर अगाडि बढ्दै जाँदा म आज हेऱ्यो भने म 15-16 ठाउँमा अध्यक्ष भएको छु। हेटौडा सभाको पनि अध्यक्ष भएँ 71-73 सम्म। र विभिन्न यस्तो सङ्घ संस्थामा हेऱ्यो भने म 15-16 ठाउँमा अध्यक्ष भएको मान्छे हो होइन। त्यसरी काम गऱ्यो। त्यो भएको कारणले अहिले शैक्षिक हिसाबले हाम्रो वडा अलिक ग्रामीण भए पनि राम्रो भित्र पर्छ। कहिलेकै नतिजा नराम्रो हुनसक्छ। कुनै वर्ष त्यस्तो हुन्छ, त्यो लहर हुँदैछ कि अहिले यो
अहिले सुन्नाको लहर घन्टीको लहर जस्तै लाग्यो होइन। देख्ने गरी त घन्टी हामी कहीँ देखायो भने नि त सुन्नामा त उहाँहरू विजय हुनुपर्छ, हामीले सम्मानै गर्नुपर्छ, मान्नुपर्छ, स्वाभाविक मान्नुपर्छ भने जस्तै लहर हुन्छ। कहिलेकाहीँ त्यो विद्यार्थी 10मा 10मा पढ्ने विद्यार्थीहरू त्यस्तै विद्यार्थी हुँदैछ कहिलेकाहीँ। त्यसो हुँदाखेरि बिग्रेको अवस्था पनि छ, त्यही गुणस्तरको बिग्रिनुमा। तर भौतिक सम्झना हिसाबले 2टा 3टा विद्यालय बाहेक अलि त्यो 2टा विद्यालय तल पर्छ। एउटा सल्लाहगारीमा पर्छ, अनि चिप्लेटी बाँसगारीमा पर्छ। त्यो विद्यालयमा चाहिँ अलिकति हामीले सोचे जस्तो गर्न सकिरहेको छैन, त्यसले गर्नुपर्छ। र माथि रहेको जति पनि विद्यालयहरू जुन 6वटा विद्यालय छ त्यो राम्रोसँग चलेको छ, शैक्षिक हिसाबले पनि हाम्रो राम्रो छ। तर खेलकुद हिसाबले कुरा गर्ने हो भने मकवानपुर जिल्लाको 15 नम्बर वडा अर्थात् हेटौँडा महानगरपालिका 15 नम्बर वडामा रहेको खेलाडीहरू विशेष गरी फुटबल भन्छ हामी अहिले सबै बच्चादेखि बुढासम्म मन पराउने भनेको गेम भने फुटबल हो, लोकप्रिय गेम भनेको। अहिले उर्वर भूमिको रूपमा हाम्रो वडा मान्छ। यहाँ जति पनि खेलहरू हुन्छ देशभरिमा व्यावसायिक खेलाडी हामीसँग छ अहिले। त्यो मानेमा हामी एकदम खुसी छौँ, किन म आफू पनि खेलाडी हो होइन, म मार्सल आर्टको खेलाडी। तर म सबैले सम्मान गर्छु नि त। अहिले पनि मैले खेलकुदमा धेरै पैसा उठाएको हुन्छ। अब हामी केही पछाडि गतिविधि सुरु अहिले खेलाडीहरूलाई प्रोत्साहन गर्नको लागि चाहिँ वडाले के गरिरहनु भएको छ त? हामी वडाले जस्तै हामी प्रोत्साहन गर्नको लागि उहाँले ट्रेनिङहरू लिनु बेलामा हामी उहाँले सहयोग गर्छौँ होइन। अब हामी केही दिन पछाडि फुटबल गेमको आयोजना गर्छौँ, भलिबलको जहाँ खेल्नुहुन्छ त हामी प्रोत्साहन गरेको हुन्छ। हामीसँग जो तपाईँको चाहिँ यो क्रिकेट चाहिँ हामी खेलाडी हामीसँग छैन, मैले इतिहास देखिरहेको छैन भनेपछि भलिबल विशेष गरी फुटबल होइन। फुटबलमा अहिले हाम्रो वडाबाट प्रत्येक यहाँ देशभरि हुने गेमहरूमा हाम्रो वडाको खेलाडीहरू खेल्छ र अहिले राष्ट्रिय खेलाडी पनि हाम्रो चाहिँ वडाको भाइहरू छन् भनेपछि त्यहाँ पनि हामीले ध्यान दिइरहेको अवस्था हो। अघि मैले कुरा गर्ने कृषिको कुरामा होइन, कृषि त्यसरी ध्यान दिएको छौँ। हिजो हाम्रो वडामा विकासको कुरा गर्ने हो भने भौतिक रूपमा विकास, भौतिक हिसाबले कुरा गर्ने हो भने खासै केही विकास नभएको वडा हो, खासै केही नभएको। आज हेऱ्यौँ भने म कहिलेकाहीँ भन्ने गर्छु हाम्रो वडाका साथीहरूलाई, दिदीबहिनीहरूलाई भन्छु, दाजुभाइहरूलाई, यदि फुर्सद तपाईँहरूसँग छ भने शिखर पानीको डाँडाका दिदीबहिनी दाजुभाइहरू 100 फुट डाँडामा गएर भिजिट गर्नु भन्छु विकास हेर्नलाई। यहाँ बसेर विकास भएन भने नभन्नु। अनि कहिलेकाहीँ म 100 फुट डाँडामा रहेको दिदीबहिनी दाजुभाइहरूले के भन्छु, शिखर पानी डाँडामा गएर भिजिट गर्ने एकचोटि विकास कति भएछ कि भएन भनेर चक्रपथ घुम्नुहोस्, अन्य ठाउँ अन्य भूभागहरू घुम्नुहोस्, किन हाम्रो वडा ठुलो वडा हो नि त। 7वटा हिजोको गाउँ विकास समिति, चुरामाई गाउँ विकास समितिको 7वटा वडा मिलेर बनेको वडा हो नि त हाम्रो। जनसङ्ख्या पनि ठुलो छ, भूगोल पनि ठुलो छ होइन। त्यसो भएकाले मैले त्यसो भन्ने गर्छु। थोरै समय मात्रै बाँकी छ तपाईँसँग वडाको जिम्मेवारी सम्हाल्ने। यो 4 वर्षको अवधिमा के काम गर्नुभयो? अब चाहेर पनि गर्न नसकेका काम जुन 1 वर्षमा तपाईँले सघाउनु पर्ने छ, त्यस्ता कामहरू, त्यस्ता योजनाहरू के छन् जस्तो लाग्छ यहाँलाई? अझ पनि मलाई केही कार्यक्रम गर्न मन छ होइन। अहिले हामी खानेपानीको निःशुल्क वितरण, एम्बुलेन्स होइन, त्यसै आएर तपाईँको ब्लड रगत दिने। अझ मेरो के छ भने जनताले दैनिक भोग गर्ने कुरो, हामीले सडक सञ्जाल त बनायौँ, भवनहरू निर्माण गऱ्यौँ, ढलहरू बनायौँ, त्यो मात्रै विकास होइन नि होइन। जनचेतना पनि ठुलो कुरा हो, जनतामा चेतना जगाउने त्यो पनि ठुलो विकास हो होइन। र जनताले दैनिक रूपमा भोग गर्ने कुराहरू जस्तै हामी अहिले उज्यालोमा बसिरहेको छौँ नि, विद्युत होइन। यो विद्युत नभए अहिले हामी यो कार्यक्रम गर्न सक्दैन थियौँ नि। त्यसो भएको कारणले मेरो कल्पनामा परिकल्पना नपुग्न सक्छ, मेरो यो सोच नपुग्न सक्छ, तर मेरो मनमा चाहिँ के लागेको छ, अब दिनुपर्ने कार्यक्रम चाहिँ भने जनतालाई कृषिमा काम गर्नेलाई विद्युत महसुल छुट्टो गरिदिनुपर्छ है। हामीले जो कृषिमा काम गरिरहनु भएको छ, जस्तै यो गाईहरू पाल्नु भएको छ, भैँसीहरू पाल्नु भएको छ, त्यहाँ पनि काम गरेका छौँ। उहाँहरूलाई त्यो बिमा फ्री गरेका छौँ, उहाँहरूको त्यो टेस्ट गर्ने कुराहरूमा हामीले फ्री गरेका छौँ, सबै गरेका छौँ हामीले। र अझ पनि म के भन्छु भने जस्तो सिँचाइ मार्फत जसले कृषिमा जोडिनु भएको छ केही भाग छ हाम्रो, सबै त्यस्तो भाग छैन। त्यस्तो भागमा रहेको सबैले त्यो तपाईँ विद्युत फ्री गर्नुपर्छ भन्ने मेरो मनमा लागेको छ। सकिन्छ अझ म वडावासीले दिनुपर्छ भन्ने लागिरहेको छ मनमा लाग्यो, मेरो भावी योजना। सकिन्छ वडावासीले नै। अहिले हाम्रो 2345 घर रहेछ हाम्रो वडामा,
2345 घरलाई नै हामीले विद्युत छुट गर्न पायो भने, न्यूनतम विद्युत छुट गर्न पायो भने अझ त्यो पनि प्रभावकारी कार्य हुने थियो भन्ने लागेको छ। अब यो भावी दिनमा यसलाई चाहिँ सोच्ने हो कि भन्ने हाम्रो टिममा छलफल भइराखेको पनि हो। हस्, हुन्छ। कार्यक्रमको अन्त्यमा कार्यक्रम हेरेर बसिरहनुभएका वडावासीलाई के भन्न चाहनुहुन्छ? एकदमै थोरैमा भनिदिनुहोस्। अब भर्खर निर्वाचन सम्पन्न भएको छ। अब गाउँ गाउँमा सिंहदरबार भनेर भनेको छ होइन, वडालाई सिंहदरबार भनेर जुन परिभाषित जिम्मेवारी पनि त्यही हिसाबले दिएको छ र परिभाषा पनि त्यसरी लगाएको छ होइन। भनेपछि अहिले भर्खर निर्वाचन सम्पन्न भएको छ, सरकार बन्दैछ। यो सरकारले राम्रो गरोस् भन्ने कुरा पहिलो कुरो मेरो शुभकामना छ। किनभने माथि मूलै खराब भयो भने तलतिर सफा खोजेर हुँदैन। मूल खराब हुनु भएन। उहाँहरूले हिजोको जुन पुरानो पार्टीहरूलाई खराब भन्नुहुन्थ्यो, अब राम्रोसँग काम गर्नुहोस्। उहाँहरूले दिशानिर्देश गरेको, उहाँले बनाउनु भएको योजनामा हामी काम गर्नेछौँ। किनभने हामी त कार्यन्दा हो। वडा अध्यक्षहरू भनेको चाहिँ असाध्यै दुःख पाउने पद हो र वडा अध्यक्ष हो। 24 घन्टा खट्नुपर्छ वडा अध्यक्ष भनेर चाहिँ, एकछिन खटेर हुँदैन। 24 घन्टा खट्नुपर्छ। उसको हरेक दुःख सुखमा हामी वडा छोपिनुपर्छ। कहिले हस्पिटल जानुपर्छ, 12-1-2 बजी जानुपर्छ। कहिले गाउँमा झगडा भइराखेको हुन्छ, कहिले ओल्लो घर पल्लो घरको चाहिँ समस्या हुन्छ, त्यहाँ जानुपर्ने हुन्छ होइन। त्यस कारणले समग्रमा म के भन्छु मेरो वडावासीलाई पनि, तपाईँहरूले जसरी हामीलाई सहयोग गर्नुभएको थियो अथवा हामीले जिताएर पठाउनु भयो, तपाईँहरूको जनप्रतिनिधि हो हामी। त्यस कारणले हामीले तपाईँहरूको बिचमा जानी नजानी सकेको केही कार्यक्रम ल्याएर तपाईँहरूको बिचमा हामीले जुन सुविधा जुन दियौँ, तपाईँहरू खुसी हुनुपर्छ भन्छु। र भावी दिनमा पनि तपाईँहरूको सल्लाह सुझावबाट नै हामी अगाडि बढ्नेछौँ। अब तपाईँ हाम्रो सहकार्यमा, अर्थात् वडावासी र हाम्रो बिचको सहकार्यमा हामी अगाडि बढ्नेछौँ। मेरो वडावासीहरूलाई यही भन्न चाहन्छु। हस्, हुन्छ। यहाँको एकदमै व्यस्तताको बावजुद पनि कार्यक्रम प्रदेश संवादलाई समय दिनुभयो। यहाँलाई धेरै धेरै धन्यवाद। हस्, नमस्कार, धन्यवाद। हस् त दर्शकबिन, आजको कार्यक्रम प्रदेश संवाद यति नै। अर्को हप्ता फरक व्यक्तिसँगको फरक संवाद लिएर यहाँहरूमा आज उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्। नमस्कार।